हेलो नमस्ते नेपाल इन्टेरियर डिजाइनमा स्वागत छ। कुनै पनि सानो रुमहरूलाई इन्टेरियर डिजाइन गर्दाखेरि के हामीले गर्न सकिन्छ भन्ने यो भिडियोमा हामीले देखाउन खोजेको छौँ। सुरुवात गरौँ पहिलो नम्बरबाट, मल्टिफङ्सनल फर्निचरहरू युज गरेर। जस्तो कि एउटै फर्निचरबाट डिफ्रेन्ट पर्पजहरू युज गर्न सकियो भने हामीले सानो रुममा पनि त्यसलाई चाहिँ ठुलो बनाउन सक्छौँ, किनकि फङ्सनल वाइज त्यो चाहिँ के हुन्छ भने स्पेसलाई त्यसले युटिलाइज। 2 नम्बरमा चाहिँ हामीले वालमा लाइट कलरहरू युज गर्ने। जस्तो कि लाइट कलर भन्नाले व्हाइट कलरहरू होइन, सफ्ट न्युट्रल पेस्टल टोनहरू त्यस्तो युज गर्दाखेरि चाहिँ एउटा त्यसले इल्युजन क्रिएट गरिदिन्छ हाम्रो माइन्डमा। त्यसले चाहिँ रुमलाई एकदम बिगड देखाइदिने काम गर्छ। 3 नम्बरमा चाहिँ युज मिरर टु क्रिएट डेप्थ होइन, मिररहरू ठुलो मिररहरू चाहिँ युज गर्यो भने त्यसले चाहिँ हाम्रो स्पेस चाहिँ अब यहाँ मात्र होइन, योभन्दा पर पनि छ जस्तो खालको इल्युजन क्रिएट गरिदिन्छ। त्यो कारणले बिग मिररहरू युज गर्यो भने पनि सानो रुमलाई चाहिँ हामीले ठुलो बनाउनलाई इल्युजन क्रिएट गर्न सक्छ। 4 नम्बरमा चाहिँ हामीले भर्टिकल स्पेसहरूलाई धेरै युटिलाइज गर्यो भने पनि त्यसले पनि एउटा चाहिँ यस्तो इल्युजन गर्छ कि त्यो रुमलाई ठुलो छ, लामो छ भन्ने खालको देखाउँछ। त्यो कारणले हामीले कुनै पनि स्टोरेजहरू अथवा चाहिँ कुनै पनि फर्निचरहरू प्लान गर्दाखेरि चाहिँ म्याक्सिमम चाहिँ भर्टिकल स्पेसलाई युटिलाइज हुने गरी चाहिँ युज गर्नु पर्यो। 5 नम्बरमा भन्नुपर्दा हामीले रुमलाई चाहिँ अलिकति मिनिमल बनाउन खोज्ने, धेरै सामानहरू नराख्ने होइन, स्पेसलाई अलिकति एम्टी बनाउन खोज्यो भने पनि त्यसले पनि रुमलाई चाहिँ अलिकति ठुलो देखाउन खोज्छ। 6 नम्बरमा छ लेयर अफ लाइटिङ। लेयर अफ लाइटिङ भन्नाले चाहिँ हामीले लाइटहरूको चाहिँ कम्बिनेसन मिलाउन सक्यो भने, जस्तो सिलिङमा, वालमा, टेबलमा चाहिँ लाइटहरू त्यही अनुसार कम्बिनेसन मिलाउन सक्यो भने पनि त्यसले चाहिँ एकदम रुमलाई चाहिँ अलिकति डेप्थ क्रिएट गरिदिन्छ र ठुलो देखाउने मद्दत गर्छ। 7 नम्बरमा छ हिडन स्टोरेज। हिडन स्टोरेज भन्नाले हामीले अन्डर बेड बक्सहरू बनाउने, क्याबिनेटहरू बनाउँदाखेरि त्यसलाई सिल्क सेपमा बनाउने, यस्तो गर्दा पनि हाम्रो स्पेसलाई चाहिँ त्यसले बिगर देखाउने गर्छ।